सबैजनामा नमस्कार। म यति बेला चाहिँ रामेछाप जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकामा रहेको यो डाँडाकटेरी भन्ने ठाउँमा आएको छु। त्यति बेला लगभग द्वन्द्वकालमा चाहिँ माओवादी द्वन्द्वकालमा यो 22 जनाको देखियो है सर, यहाँ 22 जना ठ्याक्कै 22 जना चाहिँ शहीदहरूलाई नेपाल आर्मीबाट त्यति बेला चाहिँ मारिएको भन्ने घटना सुनेको थियो। त्यसै कारणले एकचोटि कस्तो रहेछ भनेर हामी पनि यहाँ 21 हो आएका छौँ। यहाँनिर चाहिँ यसरी ट्याक्क यो एकदमै दर्दनाक घटना भएको भन्ने 21 हो 21 जना अनि सुनेको थियो। त्यही भएर एकचोटि यसो रामेछाप जिल्लामा बस्नुजेल यसरी घुमेर हेरौँ भनेर पनि अब एकचोटि हामी यहाँ आइपुगेका छौँ। हाम्रै साथी हुनुहुन्छ यहाँ हिरालाल सर हुनुहुन्छ, उहाँले बाइकमा एकदम लिएर आउनु भएको छ। अनि हामी दुई भाइ चाहिँ आज शनिबारको बसाइमा यसो मजाले घुमौँ भनेर चाहिँ हेर्न आएको डाँडाकटेरी भन्ने ठाउँ। ल है साथीहरू, डाँडाकटेरी भन्ने ठाउँमा चाहिँ हाम्रो 22 जना होइन चाहिँ 21 जना मान्छेहरूलाई चाहिँ मारेको यही ठाउँ हो है। धन्यवाद ल।